ल दुबईको भ्यू यस्तो छ है। अहिले ठ्याक्कै 5:30 भयो दुबईमा। यस्तो छ भ्यू है। डेभलपमेन्ट भन्ने कस्तो हुन्छ भन्ने कुरो दुबईलाई पनि एउटा उदाहरणको रूपमा हेर्न सकिन्छ, किनभने यो एकदमै बलुवा भएको देश हो। डेजर्ट हुन्छ नि, त्यही भएको कारणले यहाँको रोडहरू, यहाँको विकासहरू हेरेर पनि हामीले सिक्न सकिन्छ। नेपालमा एकदमै जाडो होला, यो क्लाइमेट चेन्जको कारणले गर्दाखेरि दुबईमा पनि हिजो आज एकदमै जाडो हुन थालेको छ है। एकदमै जाडो। अब नेपाल जस्तो होइन र पनि बेलुका त यस्तो साह्रो जाडो हुन्छ कि होइन। दुबईमा चाहिँ पानी पर्दैन भन्छ, पानी पनि पर्छ है दुबईमा साथीहरू। पहिलाको वर्ष चाहिँ खत्रै परेको थियो। यस्तो राम्रो भ्यू छ, चिसो न चिसो छ मौसम है एकदमै। यसलाई चाहिँ अल वासल स्ट्रिट, अल वासल रोड भन्छ है। यस्तो लेनमा आफ्नो गाडी कुद्छ, झुक्किनै पर्दैन।